साथीहरु खत्री मिक्स भ्लगमा तपाईहरुलाई स्वागत छ र हाम्रो धेरै समयपछि फेरि मैले भ्लग लिएर आएको छु। अलिकति ढिला भयो है। तपाईहरुलाई मैले लिंक भने मतलब तपाईहरुलाई मैले एलेक्स को नम्बरहरु यो दिएको थिए है। तपाईहरुले त्यसलाई व्यवस्था गर्नुभयो या सायद के गर्नुभयो, कति जनाको चाहिँ तपाईको इन्टरभ्यु पनि भइसकेछ है। सायद अब VFX को डेट पनि आउँछ उहाँहरुको है। उहाँले चाहिँ मलाई भन्दै हुनुहुन्थ्यो तपाईलाई मैले एलेक्स को नम्बर दिएको थिएँ। अब सायद अब लिंक उहाँहरुले अब किन उपलब्ध गराउनु भएन, कतिले चाहिँ अब पैसा तिरेर किनेका छन् लिंकहरु हैन, त्यही भएर पनि हुन सक्छ चाहिँ उहाँहरुले चाहिँ अब पैसामा बिकेर भनौं न लिंक चाहिँ दिनु भएको छैन। कति जनाले चाहिँ एलेक्सलाई चाहिँ मैले मेल दिएको थिएँ, त्यो मेलबाट चाहिँ गर्नुभयो, उहाँहरुले मेल गर्नुभयो र उहाँहरुलाई मेलको रिप्लाई पनि आयो र उहाँहरुको इन्टरभ्यु पनि भएको छ है। र तपाईहरु पनि मैले दिएको त्यो नेक्स्ट भिडियो छ जुन गएको भिडियोमा मैले एलेक्सको बकाइदा साथ डिटेल सबै दिएको थिएँ। उहाँहरुले चाहिँ भनौं न दिनुभएको छ। अप्सन ए को मैले अब उ पनि म परमिसन पनि लिँदै छु मैले। उहाँहरुले परमिसन नलिकन त मैले राख्न मिल्दैन। र एलेक्सलाई जति जनाले सम्पर्क गरेर जति जनाको चाहिँ मेल आयो र जति जनालाई चाहिँ रिप्लाई भयो, जति जनाले चाहिँ गर्नुभयो, 3 जनाले चाहिँ मलाई भन्नुभयो हाम्रो चाहिँ मेल आयो र हामीले चाहिँ अब इन्टरभ्यु पनि पास गर्यौं र हामीलाई चाहिँ अब चाँडोभन्दा चाँडो आउँदैछ भन्दै हुनुहुन्थ्यो। र VFX को डेट है, VFX को डेट आउने बित्तिकै तपाईहरुले VFX गर्न जान सक्नुहुन्छ र तपाईहरुको भिसा लागेर आउनेछ है। र तपाईहरुको भिसा लागेर आएपछि बल्ल मेडिकल हुन्छ। मेडिकल भएपछि तपाईहरु चाहिँ युके जान सक्नुहुन्छ है। राम्रोसँगले जान सक्नुहुन्छ। सबैलाई शुभकामना छ, राम्रोसँग जानुस् र आउनुस्, कमाउनुस्, रमाउनुस्। तर दलै मार्फत चाहिँ 12, 10 हैन 9 तिरेर आउनुहुन्छ। जुन खड्काज्यूले लिएर आउनु भएको छ उहाँ त्यो कहिले तिरिसक्ने है, जम्मा 6 महिनाको हुन्छ भिसाको डेट भनौं न। त्यहाँबाट आफैले केही गर्नुभयो भने ठिकै छ हैन, गर्न सक्नु भएन भने त अलिकति गाह्रै हुन्छ तपाईहरुलाई। त्यसैले मैले अब सकभर मैले लिंक चाहिँ मागेको छु। अब उहाँहरुले चाहिँ लिंक बेच्दै हुनुहुन्छ। यहाँ त फ्रीमा हुने भयो र उहाँहरुले टेम्पोररी लिंक दिनुहुन्छ जसलाई चाहिँ जो 3 जनालाई चाहिँ भन्दै हुनुहुन्थ्यो किन त्यो लिंक शेयर गर्न मिल्दैन भन्दाखेरि उहाँले त्यो चाहिँ टेम्पोररी लिंक मात्रै हुने रहेछ भन्दै हुनुहुन्थ्यो। कसैलाई चाहिँ माइक्रोसफ्टबाट चाहिँ इन्टरभ्यु लिनु भएको थियो भने कसैलाई चाहिँ जुमबाट लिनु भएको भन्दै हुनुहुन्थ्यो है। तपाईहरु पनि त्यो भिडियो पर हेरेर हैन, हावाले गर्दा चाहिँ अलिकति साउन्ड अलिकति आउन सक्छ, इफेक्ट हुन सक्छ साउन्डको है। त्यसमा चाहिँ माइन्ड नगर्नु होला है। र त्यो भिडियो गएर फेरि हेरेर तपाईले भनौं न त्यसको चाहिँ मैले सबै डिटेल दिएको छु। एलेक्ससँग तपाईले फेरि मेल गर्नुहोस्। सायद तपाईहरुको लकको कुरो पनि हुन सक्छ हैन, आफ्नो लकको कुरो पनि हो। तपाईहरुको लक छ भने सायद मेलको रिप्लाई आएर उहाँहरु जस्तै तपाई फेरि युके आउन सक्नुहुन्छ तपाईहरु पनि है सिजनलको लागि। र त्यसपछि आफू घुसिसकेपछि अन्त जाने भनेको चाहिँ आफूमा भर पर्ने कुरा हो। र अन्त जब गर्ने र ती युकेमा बस्ने अब सलाम गरेर है के गरेर बस्नुहुन्छ त्यो तपाईहरुमा भर पर्ने कुरा हो। जसरी अब हामी आयौं त्यो गरेर त्यत्रो 12-10 लाख चाहिँ तिरेर आउनु भनेको चाहिँ एकदम मूर्खता हो है। हामीले त्यत्रो कमाउन सकिदैन र त्यहाँ पैसाको रुख पनि छैन है साथीहरु। यही नै हो मैले लिएर आएको भिडियो है। र सकभर म कोसिस गर्ने छु, उहाँहरुसँग मैले सम्पर्क गरिरहेको छु है। उहाँहरुले दिन चाहनुहुन्न, जसले चाहिँ उहाँहरुलाई अब भइराछ लिंक चाहिँ बिक्री भइरहेछ लिंक है। अब लिंक बिक्री भइरहेछ त्यसैले जतिलाई चाहिँ 3 जनालाई चाहिँ जो सक्सेस हुनु भएको छ तपाईहरु पनि सक्सेस हुनुहोस् र मेरो भिडियोलाई लाइक सब्स्क्राइब गर्नुहोस् है। अरूलाई पनि शेयर गरिदिनुहोस्। आफू रमाउनुहोस् र कमाउनुहोस् है, केही गर्नुहोस् है। यो हावाको कारणले चाहिँ अलिकति मौसम अलिकति चेन्ज भइरहेको छ है। त्यसैले अलिकति प्रब्लम पनि आयो होला सायद। हस् त आजलाई यति नै। अर्को भिडियोमा नेक्स्ट भिडियोमा हामी भेट्ने छौं। र युके सिजनलको बारेमा चाहिँ मैले अब बुझेको मैले जाने अनुसार चाहिँ तपाईलाई दिने हो है। र यो सल्लाह मैले त सुझाव तपाईलाई दिएको छु। हस् त आजलाई यति नै। हस् त नमस्कार।